हेलो एभ्रिवान नमस्ते है। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने नि आज चाहिँ हामी बाटोपट्टि नै जाँदैछौँ। यो हो पोखराको बाटोपट्टि नि है। यहाँ चाहिँ अब अस्ति नै अब ओपनिङ भइसकेको थियो अनि यहाँ चाहिँ अलिअलि कन्स्ट्रक्सनहरू चलिरहेको रहेछ है। अनि अस्ति नै ओपनिङ भइसकेको थियो है। मलाई चाहिँ आउन एकदमै मन लागेको थियो। त्यतिखेर हामी चाहिँ अब आफ्नै काम विशेषले आउनु पाएन। सो आज चाहिँ हामी टाइम निकालेर बुढाबुढी भएर चाहिँ हामी बाटोपट्टि नै आउँदैछौँ है। हामीले चाहिँ गाडी तलै राखेर अन्डरग्राउन्डमा राखेर चाहिँ अब हिँड्दैछौँ। यहाँ भाटपट्टिनीमा चाहिँ सबै डेकोरेसनहरू चेन्ज भएको रहेछ है। अनि यहाँ चाहिँ कामहरू पनि चलिरहेको छ है। अनि यो चाहिँ फुड पार्कमा चाहिँ पहिला चाहिँ अन्डरग्राउन्डमा गेमहरू बच्चाहरूको गेमहरू थियो भने चाहिँ अहिले चाहिँ सबैभन्दा माथि फोर्थ तलामा चाहिँ सार्नु भएको रहेछ है। अनि गेमहरू चाहिँ यहाँ रहेछ है। अनि सो यहाँ चाहिँ लिफ्टहरू पनि बन्दैछ। अनि हामी चाहिँ गयौँ सबैभन्दा माथि है। माथिबाटै अब हेर्दै अब सपिङहरू गर्दै चाहिँ झर्ने भनेर। यहाँ अगाडिको चाहिँ भिडियोहरू त्यति बनाउनु पाइनँ है। एकदमै पानीहरू परिरहेको थियो, एकदमै चिसो मौसम भएको थियो है त्यतिखेर। अनि आइसक्रिमको सेक्सन चाहिँ यतातिर रहेछ है। मलाई पनि एकदमै खानु मन लागेको थियो, चिसो एकदमै भएर चाहिँ मैले खाइनँ। सो हामीले चाहिँ अब सामानहरू किनेर है अनि हामी चाहिँ अब फर्किँदैछौँ है। पानी पुरै परिरहेको छ बाहिर चाहिँ। हामीहरूलाई चाहिने सामानहरू चाहिँ हामीले यति धेरै किन्यौँ है। अनि अब चाहिँ अब हामी घर फर्किँदैछौँ है। मेरो श्रीमान चाहिँ एकदमै खुसी हुनुभएको छ है। भाटबटिनी चाहिँ अब फेरि स्टार्ट भयो भनेर। सो उहाँ चाहिँ मनबाटै एकदमै खुसी हुनुभएको छ। अनि उहाँले चाहिँ मलाई एउटा पोका दिनुभयो है। अनि बाहिर चाहिँ पुरै पानी परेर मैले खासै भिडियोहरू बनाउनु पाइनँ। ल आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ।